साइडमा चाहिँ पानी परिरहेको छ। ओ माई गॉड बबाल हामी जाँदैछु मुस्ताङको टुरमा। अहिले भने चाहिँ हामी ट्याक्कै यो आधा लगभग यहाँबाट 60-65 किलोमिटर बाँकी रहेको छ। अहिले यो झोलुङ्गे पुल देख्न सक्नुहुन्छ, यति सुन्दर। ए झोलुङ्गे पुलमा जाने हो? एकचोटि झोलुङ्गे पुलमा जाउँ कि भनेर। कसको? वाउ सो ब्युटिफुल। सरप्राइज यार, सरप्राइज यार। अमेजिङ यार। ढुङ्गाको मुनि गाडी हिँडिरहेछ। भिडियो बनाउने कस्तो सिनेमेटिक। जस्तो बनाउन सप आउनु पर्यो है। टक्क बनाएन है त्यो प्लस निकाल है। ए दिलबाट उता देखा न, जिउबाट। ओ माई गॉड यस्तो ठाउँमा सुत्नु भएको छ तपाईँ यार। डर लाग्दैन भनेको? सुकुन। यसलाई सुकुन भन्छ क्या, सुकुन। लेट्स गो। ओके लेट्स गो नाइस दामी ह एभ्रीवन। एकचोटि यता गएर आउँ कि भनेर। ओ माई गॉड हावा चलेको छ त्यस्तै गरे। एकदम डर लाग्दो। भित्र पनि यस्तो बवाल। ओ माई गॉड यहाँ जाँदिन हो धेरै। ओ माई गॉड ओ गोडनेस बवाल। हावा यस्तो चलेको छ देख्न सक्नुहुन्छ साथीहरू। यो मुस्ताङ जाने बाटोमा छ है। यो चाहिँ भने अगाडि पानीको यस्तो पर्छ। अब चाहिँ यहाँबाट म निक्ले हुन्छ भने जता पनि हेरे पनि यस्तै बवाल छ। हावा चलेको छ बवाल। अनि यो भिरहरू हेर्ने स्टोन आम्बो क्या बवाल ठुल्ठुलो। यस्तो गरेर भनेको अर्को ट्रु मात्रै निकाल्यो। यस्तो हान्ने आइज ल। कहाँ भनी यो दुईटा बाटो रहेछ है। एउटा कागबेनी जाने, एउटा चाहिँ भने कागबेनी मुस्ताङ यता होटेल कर्णाली होइन। हामी यहाँ आएर कन्फ्युज थोरै भन्छौँ। यहाँ एउटा दाइले भन्नुभएको छ कि यहाँबाट अगाडि गएर चाहिँ बस्नुपर्छ एक दिन। अनि भोलिपल्ट हामी यहाँबाट भोलि निस्किने छ। बाटो यस्तो बवाल छ है। बाटो यहाँ ठाउँ पनि बवालै छ। चिसो एकदम चिसो छ है त। बाइकमा आउनु चाहनुहुन्छ भने बाइकमा आउनु चाहनुहुन्छ सबै पन्जा लगाएर होइन, ज्याकेट सेफ्टीहरू लगाएर आउनु होला। यहाँ चाहिँ पानी। ओ माई गॉड हावा चाहिँ